नागरिक सन्तुष्टि सर्वेक्षण। नेपालको संविधानको प्रस्तावनामा नै सार्वभौम सत्ता नेपाली नागरिकमा रहेको स्पष्ट उल्लेख गरिएको छ। सरकारले गर्ने हरेक काम नागरिक हितका लागि नै हो। त्यसकारण सरकारले गरेका काम, सरकारबाट प्राप्त सेवा सुविधा सम्बन्धी नागरिकको धारणा सर्वेक्षण गर्दा नागरिकको मत सरकारलाई अवगत हुन्छ। यसले नागरिक समाजलाई पनि सशक्त बनाउन मद्दत गर्दछ। यो सर्वेक्षण नेपाल सरकारले जारी गरेको सार्वजनिक सुनुवाई कार्यविधिमा उल्लेखित नागरिक प्रतिवेदन पत्र र बहिर्गमन अभिमत सर्वेक्षण फारमको आधारमा गरिएको हो। यो भिडियोमा नागरिक सन्तुष्टि सर्वेक्षणको प्रक्रियाबारे छोटो जानकारी दिने प्रयास गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोगमा सञ्चालित हेल्भेटास नेपालको सक्रिय जनता जवाफदेही गाउँपालिका नगरपालिका सजग परियोजनाले स्थानीय तहमा काम गर्दाको सफल अनुभवका आधारमा यो भिडियो तयार गरिएको छ। फिल्ड स्तरको सर्वेक्षण प्रक्रिया। नागरिक सर्वेक्षणको लागि स्थलगत जानकारी लिन समुदायको घर दैलोमा पुग्नु पर्दछ। फिल्ड स्तरको सर्वेक्षणमा स्थानीय तहमा सहजकर्ताहरूको खाँचो पर्दछ। तालिम लिएका यस्ता सहजकर्ताहरू समुदायमा सर्वेक्षण फारम लिएर जान्छन्। स्थानीय तहबाट तत्काल सेवाली फर्केका सेवाग्राहीसँग बहिर्गमन अभिमत सर्वेक्षण फारम अनुसारको प्रश्नावलीमा उनीहरूको अभिमत लिइन्छ। पालिकाबाट वर्षभरि सेवा लिएकाहरूमध्येको नागरिक प्रतिवेदन पत्र फारममा उल्लेखित प्रश्नावली अनुसार पनि अभिमत लिइन्छ। स्थलगत रूपमा यस्तो फारम भरेर ल्याएपछि सूचनाहरूको विश्लेषण तथा नतिजा निकालिन्छ। यसमा कति नागरिकहरूले सर्वेक्षणमा सहभागी भएका थिए र उनीहरूको सेवा सम्बन्धी धारणा पनि झल्कन्छ। यसमा विभिन्न सूचकहरू राखिएका हुन्छन्, जस्तो कि सर्वेक्षणमा भाग लिएका मध्ये कति महिला पुरुष थिए, उनीहरूको जातीय प्रतिनिधित्व कस्तो थियो र उनीहरू स्थानीय तहको सेवामा पूर्ण रूपमा सन्तुष्ट भए वा नभएको कुरा पनि उल्लेख गरिन्छ। यो सर्वेक्षणपछि सहजकर्ताहरूले सर्वेक्षण गरिएका प्रत्येक स्थानीय तहको प्रतिवेदन तयार गरी सम्बन्धित स्थानीय तहका कार्यपालिका सदस्यहरू, नागरिक समाजका अगुवाहरू र कर्मचारीहरूको सहभागितामा प्रतिवेदन सार्वजनिक गरिन्छ। असर र प्रभाव। स्थानीय तहमा भएका कामहरूबारे नागरिकहरूको विचार, भावना र मत यो सर्वेक्षणले बाहिर ल्याउँछ। यसले स्थानीय तहमा भएका कामबारे जनप्रतिनिधि र स्थानीय तहलाई सजग र सचेत तुल्याउन मद्दत गर्दछ। जुन कुरामा नागरिकहरू सन्तुष्ट छैनन् त्यसबारेमा कार्यक्रम बनाउन र सन्तुष्टिको लागि प्रयासहरू बढाउन सकिन्छ। प्रतिवेदन सार्वजनिक गरेपछि नागरिकलाई सन्तुष्ट पार्ने गरी प्रतिवेदनबारे आफ्नो धारणा र भविष्यमा नागरिकको सन्तुष्टि तह बढाउन गर्ने प्रयासबारे पालिकाका प्रतिनिधिहरूले प्रतिबद्धता व्यक्त गर्दछन्।